सम्पूर्ण साथीहरूलाई फेरि पनि म यो राई इन्टरटेनमेन्ट युट्युब च्यानलमा एकै मुष्टमा वेलकम अनि नमस्कार गर्न चाहे। सो साथीहरू, म चाहिँ यतिखेरको बसाइमा तपाईँहरूसँग फेरि भिडियो मार्फत भेट्न आइसकेको छु होइन। ल साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ यो राई इन्टरटेनमेन्ट युट्युब च्यानल होइन। तपाईँहरू नयाँ साथी हुनुहुन्छ भने धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला है साथीहरू। सब्सक्राइब गर्नु कहिले नबिर्सिनु होला है त भन्दै अब म फेरि तपाईँहरूसँग यो भिडियो मार्फत भेट्न आइसकेको छु होइन। सो साथीहरू, यतिखेरको बसाइमा म यहाँनिर मेरो यो सब्जी बारीमा छु होइन, सानो सब्जी बारीमा। यो सब्जी बारी अपडेट म तपाईँहरूलाई गराउँदैछु, किनभनेदेखि पहिला मैले तपाईँहरूलाई भनेको थिएँ यो सब्जी बारी यो खोर्सानीहरू यहाँ सब्जी लगाएको बेला देखाएको थिएँ, एउटा बनाएको थिएँ भिडियो होइन। त्यो भिडियोमा तपाईँहरूलाई पछि म यो कस्तो फल्छ यसको प्रतिक्रिया म तपाईँहरूलाई यही भिडियो मार्फत दिन्छु है भनेर मैले भन्ने प्रतिबद्धता जनाएको थिएँ। सो साथीहरू, तपाईँहरूको लागि मैले चाहिँ यतिखेरको बसाइमा होइन यो मेरो सब्जी बारीमा आएर त्यो खोर्सानी रोपेको थिएँ होइन। खोर्सानीहरू कस्तो कस्तो फल्यो, फर्सीहरू कस्तो फल्यो, भटपास फल्दैछ कि नाइ, यी कुराहरू सबै तपाईँहरूलाई यही भिडियो मार्फत म जानकारी दिन चाहन्छु है त साथीहरू। लेट्स गो, ढिलो नगरिकन म तपाईँहरूलाई देखाउन चाहेँ है त साथीहरू। ल हेर्नुहोस् है साथीहरू, मेरो चाहिँ होइन टमाटरहरू चाहिँ फाइनल्ली रूपमा फलेर धेरै टिपिसक्यो अनि यो चाहिँ यस्तो छ होइन। अझ यो चाहिँ यसरी फल्दैछ। सो भटमासी हेर्न सक्नुहुन्छ होइन, यो नेपालबाट ल्याएको भटमास हो। सो साथीहरू, यो चाहिँ भटमास हो होइन, फल्दैछ। यी देख्न सक्नुहुन्छ तपाईँहरूले, यी यसरी कोसा लाउँदैछ होइन। नजिकमा लगाएर म तपाईँहरूलाई देखाउन चाहन्छु, यसरी फल्दैछ। ल हेर्नुहोस्, कोसा चाहिँ यसरी लाउँदैछ है त यो भटमासले चाहिँ होइन। सो फल्दैछ सबै कुरो होइन। र तपाईँहरूलाई मैले त्यो खोर्सानी चाहिँ यस्तो भयो है साथीहरू। ल तपाईँहरूलाई म देखाउन चाहन्छु होइन। ल सरलक्क लगाएर है त। ल हेर्नुहोस्, मेरो खोर्सानी चाहिँ यस्तो फलेको छ है साथीहरू, यसरी फलेको छ। अस्ति यो रोप्दाखेरि मैले तपाईँहरूलाई देखाएको थिएँ, भिडियो बनाएर म तपाईँहरूलाई अपडेट गराउँछु भनेर। ल यसरी फलेको छ, के भन्नुहुन्छ तपाईँहरूले? लु हेर्नु सक्नुहुन्छ, यसरी फलेको छ होइन। तपाईँहरूले देख्नु सक्नुहुन्छ। यो चाहिँ धेरै 3 लट टिपिसकेँ। मैले भिडियो बनाउने समय नपाएको हुनाले गर्दाखेरि आज चाहिँ छोटो भिडियो बनाएको छु है त साथीहरू। ल तपाईँहरूलाई मैले देखाउनै पर्छ, अस्ति देखाउँछु भन्ने थिएँ, त्यही भएर। ल हेर्नुहोस्, यो यस्तरी फलिरहेको छ। ल हेर्नुहोस् के छ, यो खोर्सानी फलेको हो कि होइन तपाईँहरूले यसो कमेन्ट गर्नु होला है त साथीहरू। ल यस्तो छ। अनि यो अर्को खाले यो नेपालबाट ल्याएको यो माथि फर्किँदैछ होइन, अर्को जिरे फल्दैछ। यहीँ तल चाहिँ त्यो किसिमले फलेको छैन, यहाँ माथिबाट चाहिँ यो अरू ठुलोहरू यसरी फल्दैछ होइन। ल हेर्नुहोस्, यहाँ धेरै किसिमको खोर्सानीहरू छ है साथीहरू। ल यो चाहिँ कोही उँधो फर्केर फल्नेछन्, कोही उँधो फर्केर फल्नेछन् होइन। कोही यो चाहिँ उँधो फर्केर फल्दैछ भने यो चाहिँ उँभो फर्केर फल्दैछ। सो साथीहरू, यसरी देख्न सक्नुहुन्छ है तपाईँहरूले। यो अक्कबरे हो होइन, यो अक्कबरे पनि फल्नुलाई एकदम तम्ताएर अवस्थामा छ है त साथीहरू। ल हेर्नुहोस्, यो अक्कबरे फल्नुमा तम्ताएर छ, यतापट्टि फलिसकेको अवस्था छ अक्कबरे खोर्सानी चाहिँ होइन। ल हेर्नुहोस् यहाँनिर। ल यो अर्कै पार्ट भयो होइन, यो अर्को पार्ट यसरी फलेको छ, फलेको हो कि होइन। ल हेर्नुहोस् साथीहरू, अक्कबरे यसले चाहिँ फाइनली रूपमा फल्नु थाल्यो है, यसले फल दिनु थाल्यो है साथीहरू अक्कबरे। ल हेर्नु सक्नुहुन्छ है तपाईँहरूले। ल यसरी फल्दैछ होइन अक्कबरे चाहिँ, अक्कबरे चाहिँ यसरी फल्दैछ। सो साथीहरू, यहाँनिर यो चाहिँ अक्कबरे। ल हेर्नु सक्नुहुन्छ तपाईँहरूले, यसरी फल्दैछ है त, यो अक्कबरे हो होइन। र मेरो ओतमा चाहिँ अहिले यति चिजहरू चाहिँ यसरी फलिरहेको छ। अनि यहाँनिर यो चाहिँ पिमिन्तो भन्छ यहाँ होइन, यसले चाहिँ थाम्नु नसकेर यहाँ भुइँमा लडेर फल्दैछ। गाईहरू यत्रो ठुल्ठुलो दाना लगाएको छ होइन, यस्तो ठुल्ठुलो फलेको छ। सो भुइँतिर फलिरहेको छ है त साथीहरू, थाम्नु नसकेर हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन। भुइँतिर यसरी लडाइ लिएर भुइँमै फलोस् भन्ने कुरोले गरिरहेको छु। र फाइनली रूपमा अब तिहार पनि आइसक्यो होइन, फुल पनि फुल्दैछ है साथीहरू मेरो चाहिँ यसरी ओर्दामा। ल हेर्नु सक्नुहुन्छ है, यस्तो छ। ल साथीहरू, यो चाहिँ नेपालबाट ल्याएको फर्सी हो होइन, फल्दैन होला भन्ने हिसाबले अब मुन्टो भए पनि खाउँला भनेर मुन्टो टिपेर खाउँला भन्ने योजना गरेको, तर फल हो साथीहरू। ल हेर्नुहोस्, यो फाइनल्ली फलेको छ है। यो नेपालबाट मम्मीले पठाइदिनुको फर्सीको बिरुवा हो होइन, यो चाहिँ यसरी फलेको छ। ल हेर्नु सक्नुहुन्छ है तपाईँहरूले, फल्दैछ, यो पनि यसरी फल्दैछ होइन।
तरकारी खाने फर्सी पनि यहाँ यसरी फलिरहेको छ है साथीहरू, देख्न सक्नुहुन्छ। यसरी यो चाहिँ खाँदा खाँदा हैरान भइसक्यो होइन। यो अर्कै खोर्सानी हो फेरि होइन, यो चाहिँ उदो फर्केर फल्ने। सो साथीहरू अर्को पनि यहाँ फलेको रहेछ है, लु हेर्न सक्नुहुन्छ है तपाईँहरूले। फर्सी यसरी फलेको छ है त, यता फर्सी होइन, यता खोर्सानी फलिरहेको छ। र फाइनली रूपमा यो चाहिँ रायो साग, नेपालको रायो साग होइन, मैले यहाँ रोपेको छु, बिरुवा बसाउँदैछु। अब हेरौँ कस्तो दिन्छ होइन। सो परेला फलेर खाइसक्यो साथीहरू, इस्कुस होइन यहाँ। र यता चाहिँ खोर्सानी यसरी, टमाटर यसरी फलिरहेको छ साथीहरू होइन। टमाटर खाँदा खाँदा फेरि चाहिँ ड्यामै भरिएको छ। सो साथीहरू अगावरी खोर्सानी यता पनि छ कि यसरी गरियो भने आफूलाई सब्जी खानु चाहिँ खासै त्यस्तो फरक नपर्ला है त साथीहरू, एकदमै राम्रो हुँदो रहेछ है त भन्न चाहन्छु। तपाईँहरूले पनि सानोतिनो यस्तो व्रतहरू बनाउनु होला है त। यतातिर चाहिँ फेरि होइन, यो भर्खर बच्चा हो, बिरुवा रोपिराखेको छु है त साथीहरू। यसरी बिरुवाहरू होइन यसरी रोपिराखेको छ। सो साथीहरू यो काँक्रा चाहिँ अस्ति मैले भिडियो बनाइसकेको थिएँ, यस्तो भइसक्यो है मेरो काँक्राको ध्यान चाहिँ होइन। र पनि अहिलेसम्म फल चाहिँ दिइरहेको छ है साथीहरू, हेर्नुहोस् न। यदि मैले तपाईँहरूलाई यस्तो सुकिसकेको छ होइन, सुकिरहेको बोटमा भए पनि फल चाहिँ फलेको छ कि हेर्नुहोस् त काँक्रा त्यहाँ। र देख्नु सक्नुहुन्छ हेर्नुहोस् त काँक्रा त्यहाँ सुकिसकेको छ बोट चाहिँ, तर पनि फलिरहेको छ। यहाँ माथि पनि छ, अर्को पनि ढुकिरहेको छैन साथीहरू, माथि होला नि त्यसैसम्म ढुकिरहेको छ। एउटा यता तल ढुकिरहेको छ साथीहरू, उतिर सुकिरहेको छ। तर बोट चाहिँ फाइनली रूपमा काँक्रा यसरी सुकिसकेको छ है त्यो साथीहरू। ल हेर्नुहोस् है साथीहरू, म चाहिँ यता छु है खोर्सानी बारी। खोर्सानी चाहिँ यसरी फलेको छ होइन, रातै रातै तपाईँहरूलाई मैले भिडियोमा देखाइदिएँ होइन। साथीहरू म चाहिँ अहिले खोर्सानी बारीमा यसरी फलेको छ होइन। सेलहरू पनि अब साथीहरू तपाईँहरू नजिकमा हुनुहुन्छ भने र खोर्सानी खानुको लागि होइन भने मलाई है त। मैले चाहिँ यतिखेरको बसाइमा यो मेरो भिडियो चाहिँ साथीहरू अब यसरी खोर्सानी खानुपर्छ होइन। त्यो साथीहरू तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु, नजिकमा हुनुहुन्छ भने खाने इच्छा हुन्छ भने कन्ट्याक्ट गर्नु होला है त, मलाई कमेन्टमा लेख्नु होला है त भन्दै म साथीहरू यतिखेरको बसाइमा यो मेरो सब्जी बारीको अपडेट तपाईँहरूलाई गराइसकेको छु। फेरि पनि अरू कुराहरूको अपडेट दिनको लागि चाहिँ पुरै नेचुरल भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूले यदि मेरो राइट च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने धेरैभन्दा धेरै सब्सक्राइब गर्नु होला।